हेलो गाइस, गुड मर्निङ है। आज झन् म साथीहरूकोमा थिएँ है। अनि आज झन् म र साथी तिनजना साथी छन् है। साथीको काम थियो, पोख्रेबुङमा आएको थिएँ, पोख्रेबुङ साङमा रानी वनमा होइन। अन्त साथीकोमा आएको थिएँ। आज साथीको सानो काम परेर झन् मिरिक जानु पऱ्यो है। अनि मिरिकमा सानो काम छ अरे, त्यही भएर साथीहरू अनि वनको नजारा चाहिँ यस्तो छ है। अनि मैले स्कुटी र बाइक यहाँ छ, म र साथीको हिजो बेलुका 6:30 आइपुग्यौँ है। बाइक स्कुटी यहाँ राखिरहेको छु, बाइक यहाँ छ होइन। यहाँ पनि नयाँ बनिँदै रहेछ है, हेर्नु सक्नुहुनेछ। यहाँ पनि बनिँदै रहेछ हो। यो चाहिँ साङमा रानी वनको स्कुल हो, एकदम हेर्नु सक्नुहुन्छ। प्राइभेट छ नि त साथीहरू, किनकि यहाँ मेरो डकुमेन्ट्सहरू छ होइन। अन्त डकुमेन्ट्स पनि हुन्छ अलिअलि, छातीलाई पनि कभर हुन्छ नि त, बेगको अगाडि भिर्छु जहिले पनि होइन। त्यही भएर चिसो छातीहरू नदुखोस् भनेर होइन, बादमा छातीको प्रब्लम हुन्छ नि त चिसोले, त्यही भएर होइन। अब हामी झन् लाग्न आँटेको हो है, म झन् रेडीसेडी भएर निक्लेँ है। साथीहरू निक्लिरहेको छ, पर्खिरहेको छ होइन। अब झन् मिरिकमा जानेछौँ है, के कसो हुन्छ। मिरिक पुगेर हेरौँ है के कसो हुने रहेछ गाइस ल। एकदम मजाको जग्गा छ यो चाहिँ, पोख्रेबुङको साङमा रानी वन। पोख्रेबुङ बजारदेखिको तपाईँको 15-20 मिनट लाग्छ, 10-15 मिनट लाग्छ है। एकदम साथीहरू आउँदैछ है, एकदम गुड मर्निङ भन्दै है। यहाँ प्रदीप साथी र मनिक साथी। अनि अब हामी बाइक र स्कुटी यहाँ छौँ है, जानेछौँ एकदम दुईजना है। रेडीसेडी भइसक्यो है। कोसँग प्रदीप, कोसँग चढ्ने तिमी? मनिकसित के? मनिक बुङ्गो एकदम अब चाहिँ निक्लेको है, सक्नुहुँदैछ साथीहरू है। हामी झन् अहिले निक्ल्यौँ, अगाडि अगाडि झन् प्रदीप साथी र मनिक साथी हुनुहुन्छ होइन, हेर्नु सक्नुहुँदैछ। अब हामी झन् भर्खर घरबाट निक्ल्यौँ है, हेर्नु सक्नुहुँदैछ। एकदम अगाडि अगाडि जाँदैछ होइन। म झन् एक्लै छु नि त, गएको रहेछ हो, हेर्नु सक्नुहुँदैछ होइन। म झन् एकदम गाडीहरू आउँदाखेरि अलिक साह्रै पर्ने रहेछ हो, हेर्नु सक्नुहुँदैछ। सानो बाटोको भएको कारणले गर्दा अलिक साह्रो पर्ने रहेछ। यो चाहिँ टी गार्डन एरिया हो पोख्रेबुङको है, एकदम रफ्तारमा गइरहेको छ, हेर्नु सक्नुहुँदैछ होइन। यहाँ पुगिसक्यो, म पनि बिस्तारै जाँदैछु गाइस होइन। गएको है, धेरै दिन बाद साथीहरूसँग भेट्दैछु, साथीहरूको फ्यामिलीलाई भेट्दैछु, एकदम खुसी नै हुँदो रहेछ। स्कुल पढेर साथीहरूमा है, स्कुल पढ्यो हामी साथीहरूमा थुप्रै थियो साथीहरू, तर हामी तिनजनाको पनि बेस्ट फ्रेन्ड हो है। सुख दुःखमा अब होइन, टाइम व्यस्तताले होइन, अब साथीहरूलाई पनि भेट्नु पाउँदैन है। कन्ट्याक्टमा त हुन्छ, तर अब कन्ट्याक्टमा भएको जस्तो त हुँदैन नि त। अब मजा आउँछ है। एकताल पहिला स्कुल पढ्दाखेरि त हामी सँगै बस्थ्यौँ होइन। अनि हेर नि तालेर पनि के गर्नु है, पुग्नु त्यहीँ पुग्नु पर्ने हो गाइस। 5 मिनट ढिलो हुँदाखेरि के हुन्छ र, पुग्नु पर्ने त्यहीँ हो भनेर नि। साथीहरू चाहिँ यहाँ छ टक्कै होइन, एकदम गइरहेको छ मजाले है। जय हनुमान स्कुल हो नि त, 1986मा बनिएको रहेछ, जिटिएले बनाएको रहेछ गाइस। त्यसले चाहिँ है पारीको भ्यू खिचिरहेको छ होइन, एकदमै अगाडि अगाडि साथीहरू, म ब्याक है। साथीहरूलाई झन् अगाडि अगाडि पठाएको नि त, म चाहिँ बिस्तारै कुदैछु, अगाडि अगाडि जाँदैछ साथीहरू। रोड राम्रो छ भने त भयो नि, त्यही त हो मेन। रोड त दामी रहेछ, बवाल रहेछ है गाइस, हेर्नुहोस्। तेल पनि इम्ती देखाइरहेको छ है, यो ओह्रालो भएर मजा आउँछ नजरा हेर्नु। मजाको जग्गा पनि, टी गार्डन एरिया चाहिँ दामी हुन्छ है जग्गा, पिसफुल पनि हुन्छ है, मजा आउने ठाउँ एकदम बवाल भइरहेको छ, मजा आयो। रोड गाडी हिँड्दो रहेछ गाडी। केही पलको खुसी जीवनमा बिना शङ्का सजाएथे मैले यो मनमा, तर आँसु खुसीहरू आँसुमै डुबायो, मेरो आँसु खुसीहरू रुने बनायो तिमीले खाएको कसम। एकदम मजाको गाउँ छ है, हेर्नुहोस् त आमामा। ओ साथी, कुन चाहिँ गाउँ हो यो? दामी छ त गाउँ त,
सानो हेर्नुहोस् त कमानको बिचमा मजाको गाउँ है साथीहरू। यहाँ झन् अब सानो होमस्टे बनिँदै रहेछ है तल साइडमा। हेर्नु सक्नुहुनेछ होमस्टे चाहिँ यहाँ रहेछ, एकदम मजाको बनाइरहेको रहेछ है, हेर्नु सक्नुहुन्छ है। यहाँ फर्स्ट टाइमै हो स्विमिङ पुलमा खेलेको, अझै पनि खेल्नु आउँदैन स्विमिङ पुलमा पोखर के भन्छ यो जग्गालाई त के भन्छ बिर्सिसक्यो मैले। ओ साथी यो जग्गालाई टुक्रे है, टुक्रे भन्छ होइन, यो झन् टुक्रे हो है। एकदम हेर्नुहोस् खोला बढेर आएर चाहिँ बाटोहरू होइन, एकदम बाटोहरू ड्याम्बै लगेको रहेछ, अहिले चाहिँ बनिँदै रहेछ एकदम होइन। अब यताबाटै खोलाको बाटोबाट बनिएको रहेछ होइन। साथीले पनि भ्लगिङ बनाइरहेको छ हो। यहाँ हेर्नुहोस् साथीहरू अगाडि हेर्नु सक्नुहुन्छ। अब साथी एकदम यो मन्दिर पनि रहेछ, ओम नमः शिवाय ओम नमः शिवाय। अब हामी लाग्नेछौँ है मिरिकतर्फ। साथीहरूलाई सोध्नु पर्नेछ दिस वे, साथीहरूले भन्दैछ है यता जानुपर्ने रहेछ है। एकदम मजाको रोड भेटाएर आएको छन् है। अफरोडदेखिको राम्रो बाटो आउँदा त्यहाँ पुग्नु मन लाग्छ है। अगाडि साथीहरूले बाटो चिनाउँदैछ नि त। म त फर्स्ट टाइम आएको यो रोड है, हेर्नु सक्नुहुँदैछ। यहाँ पनि वेदर पनि एकदम बबाल भइरहेको छ है। मेन हाइवे रहेछ नि त मिरिक जाने, त्यही भएर साथीहरू 2 भाइ अगाडि गइरहेको छ सक्नुहुनेछ। किनकि नयाँ जग्गामा होइन अब रोडहरू थाहा हुँदैन नि त कतानिर हो है जानुपर्ने, त्यही भएर अहिले साथीहरू अगाडि गइरहेको छ। यता रहेछ मिरिक जानेपट्टि चाहिँ है। सायद मिरिकै रहेछ यो बजार है, तपाईँले देख्नु सक्नुहुनेछ गाइस। मिरिक बजार चाहिँ यस्तो रहेछ। अब हामी चाहिँ जानुपर्ने चाहिँ कता हो है, साथीलाई थाहा छ। साथीहरूले यहाँ लोकेसन भन्दैछ कता जानुपर्ने है, हामी त्यतै जानु। म त्यसको फलो गर्दैछु त, साथीहरूको फलो गर्दै गइरहेको छु है। जानुपर्ने चाहिँ यता रहेछ म साथीकोमा है। सर्टकट त पुरै झर्नुपर्ने रहेछ है। गल्ली आज त गल्ली पनि घुमाएको मिरिकको है। साथीहरू मिरिक झिल चाहिँ फाइनली आइपुग्यो है। मिरिक झिल एकदम रहेछ है, बजारदेखि अलिकति कति पनि लाग्दैन रहेछ। मिरिक झिल नजर है, मिरिक बजार हेर्नु सक्नुहुने। फाइनली आइपुग्यो है। ऊ पर जुन ब्रिज रहेछ हो, यो परको ब्रिज है। मिरिक बजार चाहिँ यस्तो रहेछ गाइस, एकदम हेर्नु सक्नुहुँदैछ। अब चाहिँ हामी लागेको है। यो फेरि साथीलाई सोधेको, साथीको पोखरेबुङ हो नि त घर, अन्त साथीले भन्दैछ 1 घन्टा लाग्छ भनेको, आधी घन्टा लाग्छ है। अन्त यहाँ बाटो अलिकति कमानको बाटो भएर अलिकति अप्ठ्यारो भएको कारणले गर्दा अलिकति ज्यादा लाग्छ भन्दैछ नि त। त्यो बाटो बनियो भने त एकदम राम्रो है, सायद बनिनु सक्छ है भविष्यमा। त्यही भएर एकदम मिरिक आइपुग्नु झन् सर्टकट रहेछ। पोखरेबुङदेखिको आधी घन्टा लाग्छ अरे, नभए त 20 मिनटहरूमा आइपुग्छ। अलिकति बाटोले गर्दामाखेरि जग्गामा टर्निङ सानो रहेछ है, त्यो भएर एकदम राम्रो नजिक त नजिक रहेछ है। प्रायः गाडी त्यताबाट हिँड्ने रहेछ पोखरेबुङहरूको सर्टकट मिरिक आउनुको लागि है। अनि मिरिक झिल चाहिँ यस्तो रहेछ गाइस है। साथीहरू है फाइनली आइपुग्यो है, एकदम थाकेको जस्तो भयो। अनि मिरिक झिल पनि आइपुगेर आज है यति नै थियो है। मिरिक झिल पनि तपाईँलाई हजुर देखाइहालेँ है, बाटोहरू पनि तपाईँलाई देखाइहालेँ है। सोचेर राइट आजको अपलोड पनि राइट थियो। अनि अब साथीको मिनिकोमा जानेछौँ है एकदम है। हामी काम थियो साथीको है, मिनिकोमा गएर एकदम यति नै छ आजको है भ्लग। यतिमा इन गर्दछु है। बाई बाई गाइस।